without further delay, I would like to say a few words about our guests today. Unfortunately, they had already come here during the second day of Holi vacation, but they have given us a second chance today, and they have visited us today, and they have come here for an awareness program on Agniveer, on our army, on the various commissions that the Indian government is providing us relating to army. So we, on behalf of Vision 9 Degree College, would like to welcome you, and together we would also like to offer our gratitude, offer our immense gratitude for the security that you all have been providing us. So I request Alisha ma'am and Salima ma'am to kindly come forward and offer khalas to our guests. Thank you. आर्मीमा आउनको लागि के अप्सन छ त्यो सबै बताउन चाहन्छु। सुरुमा म अग्निवीरमा भर्ती हुनको लागि के अप्सनहरु छन्, के जरुरी छ, बेसिक रिक्वायरमेन्ट के छ, के प्रोसेसहरु छन्, के टेस्टहरु हुन्छन्, के बेनिफिट छ त्यसको बारेमा बताउँछु। सेकेन्ड पार्टमा तपाईहरु डाइरेक्ट इन्डियन आर्मी हो या नेभीमा हो या एयरफोर्समा हो, अगर अफिसर्स र्याङ्कमा डाइरेक्ट आउन चाहनुहुन्छ भने त्यसको के तरिका छ त्यसको बारेमा पनि जानकारी दिन चाहन्छु। सबभन्दा पहिला अग्निवीरमा भर्ती हुनको लागि बेसिक रिक्वायरमेन्ट सबभन्दा तपाईको एजुकेसन क्वालिफिकेसन भनेको 10th पास हो। अझ यसमा पनि अलग-अलग क्याटेगोरी छ। अग्निवीर जीडी जनरल ड्युटीमा भर्ती हुनको लागि 10th पास भए हुन्छ र स्पेशली हाम्रो गोर्खा क्यान्डिडेटको लागि सिम्पल पास भए पनि चल्छ। अदर जो स्टेट को या अदर कास्ट को जो हाम्रो मतलब क्यान्डिडेटहरु जो अग्निवीरमा भर्ती हुन चाहन्छ भने उनीहरुलाई इन्डिभिजुअल सब्जेक्टमा 33% र एग्रिगेटमा 45% हुनुपर्छ। तर हाम्रो गोर्खा क्यान्डिडेटको लागि सिम्पल पास भए हुन्छ। कतिपय नारीहरुलाई यसको बारेमा जानकारी नहुनुको कारणले सर्टिफिकेट र मार्कसिटमा म्यानिपुलेट गरेर त्यसमा पर्सेन्टेज बढाउने कोसिस गर्छ, जो कि त्यो गलत काम छ र बादमा जब भेरिफिकेसनका लागि हामीले एजुकेसन बोर्डमा पठाउँछ त्यो भेरिफाई हुन सक्दैन, त्यो डुप्लिकेट हुन्छ र त्यो रिजेक्ट हुन्छ। त्यसकारणले गर्दा जो पनि नारीहरु जसको अलरेडी पर्सेन्टेज हाई छ र त्यसको लागि कुनै दिक्कत भएन, जसको पर्सेन्टेज कम छ उहाँहरूले पनि म्यानिपुलेट गर्ने जरुरत छैन। अगर जस्ट पास तपाईको सर्टिफिकेटमा पास लेखेको छ त हामीले त्यसलाई एक्सेप्ट गर्छौं। सबभन्दा पहिलो कुरा। सेकेन्ड छ तपाईको अग्निवीर टेक्निकल र अग्निवीर जो ओए भन्छ तिनीहरुको लागि भने 12 पास भएको हुनुपर्छ। अग्निवीर टेक्निकल इन्ट्रीमा आउनु छ भने तपाईहरुको कम से कम इन्डिभिजुअल सब्जेक्टमा 40%, एग्रिगेट 50% हुनु पर्छ। यो सबैलाई एकैबारे स्ट्यान्डर्ड हो। अफिस एसिस्टेन्टमा आउनको लागि इन्डिभिजुअल सब्जेक्टमा तपाईको 50%, एग्रिगेटमा 60% हुनु पर्छ। और टेक्निकल आउनको लागि तपाईको फिजिक्स, केमिस्ट्री र म्याथ सब्जेक्टहरु हुन जरुरी छ। अर्को छ तपाईको अग्निवीर ट्रेडमेन 10 पास, अग्निवीर ट्रेडमेन 8 पास। 10 पास र 8 पास को लागि दुईटैको लागि 33% भए हुन्छ, त्यसको एग्रिगेटको कुनै जरुरत छैन। 8 पास गरे पनि ट्रेडमेनमा आउन सक्छ, तर त्यसको क्याटेगोरी के भनेको खास गरी ट्रेडमेनहरु 8 पास वाला जो 10 पास वाला छ तपाईको चेफहरुमा जान्छ। चेफ क्याटेगोरी भनेको अग्निवीर वुमेन मिलिट्री पुलिस, अग्निवीर वुमेन मिलिट्री पुलिस जो कि गर्ल्स को लागि छ। एउटै क्याटेगोरीमा जोइन गर्न सक्नुहुन्छ हैन। यसको लागि पनि 10 पास हो। बाकी हाम्रो गोर्खा क्यान्डिडेटको लागि सेम तपाईको सिम्पल पास भए हुन्छ, तर जरुरी छ कि तपाईहरुसँग गोर्खा सर्टिफिकेट हुनुपर्छ। नन गोर्खालाई हामीले लिदैन, कहीं पनि लिदैन र जो फ्यासिलिटी जो मैले बताइरहेको छु त्यो चाहिँ एप्लिकेबल हुँदैन। ओके, अब यो थियो तपाईको एजुकेसन क्वालिफिकेसन अलग-अलग क्याटेगोरीको लागि। नेक्स्ट छ तपाईको एज लिमिट। एज लिमिट मिनिमम तपाईको 17.5 देखि लिएर तपाईको 21 इयर्स छ। चाहनुहुन्छ भने एप्लाई गरि सक्नुहुन्छ। र हाइट वेट त्यसको बात गर्नु पर्दाखेरि हाइट चाहिँ त्यसको हिसाबले अलग-अलग छ। 162, 167, 169, 170, 72 तक पनि छ भने हाम्रो गोर्खा क्यान्डिडेटको लागि सिर्फ और सिर्फ 157 सेन्टिमिटर, बॉयज को लागि
र गर्ल्स जो वुमेन मिलिट्री पुलिसमा इन्ट्री गर्न चाहनुहुन्छ उहाँको लागि 158 सेन्टिमिटरको हाइट हुनु जरुरी छ। उसको बाद तपाईको वेट आजकल रेशियो दिएको छ मेडिकलले कि यति हाइटको यति वेट हुनुपर्ने भनेर त्यो छ। पहिला चाहिँ 48 केजी हुनुपर्ने थियो, आजकल त्यस्तो छैन। फर एक्जाम्पल जो 157 सेन्टिमिटर जसको हाइट छ उसको लागि मिनिमम वेट 44.4 केजी भए पुग्छ। ओके, त्यसपछि यो भयो तपाईको एजुकेसन क्वालिफिकेसन, एज लिमिट और हाइट वेट चेन्ज। उसको बाद प्रोसेस के छ त, कसरी तपाईहरु अग्निवीरमा भर्ती हुन सक्नुहुन्छ भन्दा सबभन्दा पहिला तपाईहरुको लागि नोटिफिकेसन निस्कन्छ लगभग हर सालको फेब्रुअरी महिनामा नोटिफिकेसन निस्कन्छ। त्यसपछि तपाईहरुले त्यसमा रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ अनलाइन। तपाईहरु आफै गर्न सक्नुहुन्छ, तपाई साइबर क्याफेमा गएर गर्न सक्नुहुन्छ, तपाई आफ्नै मोबाइलमा गर्न सक्नुहुन्छ। कसैको जिआरडी वाला पनि कहिले बीचमा रजिस्ट्रेसन अनलाइन रजिस्ट्रेसनको क्याम्प लगाउँछ, त्यसमा गएर गर्न सक्नुहुन्छ। रजिस्ट्रेसनको दौरानमा तपाईले गभर्नमेन्टको एकाउन्टमा 250 रुपैयाँ दिनुपर्ने हुन्छ। त्यो सरकारी हो, सरकारी रेट हो, त्यति तपाईले दिनु नै पर्ने हुन्छ, कम्पल्सरी हुन्छ। तर केफेमा साइबर क्याफेबाट गराउनु भयो भने तपाईले एडिशनल उसको जो केफेको जो फी छ 150, 200, 250 जो भी छ 300 त्यो एडिशनल फी दिनुपर्ने हुन्छ। अगर तपाई आफै गर्नु भयो भने 250 लाग्छ। हामी जिआरडी को टिमबाट गराउनु भयो भने पनि 250 लाग्छ। यो सरकारी रेट हो, जति जाने गर्नु। ओके, त्यसपछि रजिस्ट्रेसन गर्दा तपाईको लागि 10 पासको सर्टिफिकेट या मार्कसिट अनि आधार कार्ड, त्यसपछि तपाईको आफ्नो फोटो, आफ्नो सिग्नेचर स्क्यान गरेको अनि तपाईको बर्थ सर्टिफिकेटहरु ल्याउनु पर्छ। तपाईले म्याचिङ गरेर जुन सही छ त्यो इन्ट्री गर्नुपर्ने हुन्छ। ठीक छ नि? अब यसो भएपछि तपाईको अनलाइन रजिस्ट्रेसन गर्दाखेरि एक दुई कुरा ध्यान दिनुपर्ने हुन्छ। फेरि अगर गोरखाको एज अ गोरखा क्यान्डिडेटको अगर फ्यासिलिटी लिनु छ भने सबभन्दा पहिला त तपाईले हाम्रो जिआरडी मा भर्ती हुनको लागि तपाईले स्टेटको जो फी आउँछ त्यसमा चाहिँ गभर्नमेन्ट काउन्सिलरलाई सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि अटोमेटिक डिस्ट्रिक्टमा दार्जिलिङ विदिन ब्र्याकेट गोरखा क्यान्डिडेट ओन्ली आउँछ। र त्यसको बादमा तल अलिक तल एउटा अप्सन आउँछ तपाईको डु यु बिलोङ टु एनी स्पेसिफिक क्याटेगोरी भनेर आएको हुन्छ। त्यसमा कई सारे अप्सन हुन्छ, 9-10 अप्सन हुन्छ। इन्डियन ओरिजिन कुरो पनि भयो, नेप्लिज गोरखा एन्ड इन्डियन ओरिजिन अगर त्यो गर्नु भयो भने तपाईको सिम्पल पास वाला क्याटेगोरी अगर जो बेनिफिट छ त्यो पाउनुहुन्छ। र जो स्टेट को जो मैले बताए त्यसले गर्दाखेरि जिआरडी घुममा देखेको पाउँछु, नत्र भने सिलिगुडी जानु पर्यो। ओके, त्यसको बादमा रजिस्ट्रेसन भयो। रजिस्ट्रेसन गर्दाखेरि तपाईले एक बार रजिस्ट्रेसन हुन्छ, रजिस्ट्रेसन कम्प्लिट भएको भने त्यसपछि फेरि त्यसमा अनलाइन एप्लाई नाउ गर्नुपर्छ र एप्लाई गर्दाखेरि एप्लिकेसन गर्दा तपाईको जति पनि डिटेल छ त्यो भरेपछि एप्लिकेसन कम्प्लिट हुन्छ। एप्लिकेसनको लास्ट स्टेज भनेको पेमेन्ट हो। जति पेमेन्ट गरेपछि तपाईको एप्लिकेसन कम्प्लिट हुन्छ। त्यसको पीडीएफ फर्मेटमा एउटा फाइल बन्छ, त्यसलाई डाउनलोड गरेर आफ्नो साथमा सेभ राख्नुपर्छ। जबकि रिटर्न टेस्ट दिन जाँदाखेरि त्यसको काम लाग्छ। ओके, त्यसको बाद भनेको तपाईको रिटर्न टेस्ट। अनलाइन रजिस्ट्रेसन अगर सक्सेसफुली भयो भने तपाईको लागि रिटर्न टेस्ट हुन्छ। रिटर्न टेस्ट 100 मार्क्सको 100 मार्क्सको जम्मा 100। पहिला चाहिँ नेगेटिभ सिस्टम थियो, अहिले नेगेटिभ सिस्टम छैन, नेगेटिभ मार्किङ छैन। पहिला चाहिँ नेगेटिभ मार्किङ थियो भने छैन। र उसको बादमा जब रिटर्न पास हुन्छ तपाईको त्यसपछि फिजिकल टेस्टको लागि र्यालीको लागि रिटर्नसम्म हाम्रो प्रोसेस हुँदैन। रजिस्ट्रेसनमा हामीले मद्दत गर्छौँ, गाइड गर्छौँ सबैलाई। उसको बाद रिटर्न टेस्ट सिभिल एजेन्सीले आइटिआई एजेन्सीले जो गर्छ त्यसको बादमा उनीहरूलाई कन्ट्र्याक्टमा दिएको छ। त्यसको बादमा जब रिजल्ट आउँछ त्यो अनलाइन हो, तपाईहरु सिर्फ क्लिक गर्ने हो। मैले लाग्छ त्यसलाई क्लिक गरिदिनु पर्छ, खतम। बाकी टेक्निकल कुनै कामै छैन त्यसमा। जब तपाईको 100 मार्कमा 35 ल्याए पनि पास हो, 100 ल्याए पनि पास। ठीक छ? तर तपाईको के हुन्छ, भ्याकेन्सी माथि डिपेन्ड गर्छ, तपाईको मेरिट लिस्ट बन्छ। अगर मेरिट भ्याकेन्सी थोरै छ, तपाईहरु धेरै जना पास भयो भने मेरिटमा नआउन सक्छ। त्यसकारणले गर्दा तपाईहरुको कोसिस हुनुपर्छ कि म्याक्सिमम पोइन्ट ल्याएर पास हुनु। ओके, रिटर्न पास भएपछि फेरि तपाईहरुको फिजिकल टेस्ट, उसको बाद मेडिकल डकुमेन्टेसनको कारबाही हुन्छ। फिजिकल टेस्टमा फर्स्ट छ रनिङ। अरु यारोमा तपाईहरुको पनि त्यही हो, वुमेन मिलिट्री पुलिसको लागि
तर बोइज जो जीडी र टेक्निकल या अफिस असिस्टेन्ट या ट्रिटमेन्टमा देखिनुहुन्छ भने उहाँहरूको लागि जो मैले टाइमिङ बताएँ त्यो जीआरडी को लागि हो। बाँकी तलतिर चाहिँ 5 मिनट 30 सेकेन्ड, 5 मिनट 45 सेकेन्ड, 5 मिनट 6 मिनट और 6 मिनट 15 सेकेन्ड, चौथा ग्रुपको लागि 6 मिनट 15 सेकेन्ड यानि कि समय पाउँछ। ओके, त्यसको बादमा अर्को हुन्छ तपाईको जो अग्निवीर जीडी टेक्निकल र अफिस एसिस्टेन्ट छ उनीहरुको लागि फिजिकल टेस्ट भनेको एउटा कुनै पनि गाँठहरु बनेको हुन चाहिएन, मासु पलाएको हुन चाहिएन, हात चाहिँ यस्तो गर्दाखेरि यो औँली पुरा चलेको हुनुपर्छ, हात यस्तो हाइपर एक्सटेन्सन हुन चाहिएन, तलतिर झुकेको या भित्र झुकेको बाहिर झुकेको हुन चाहिएन। नोक्नी एन्ड बोनी भनेको नोक्नी घुँडा जोडिने या फिर बाहिर यस्तो फटेको हुन चाहिएन, फ्ल्याट फुट हुन चाहिएन। यो मेन चीज बताइरहेको जो कि बाहिरबाट भिजिबल हुन्छ। बाकी इन्टरनली तपाईको ब्लड प्रेसर धेरै छ, धड्कन धेरै छ भने धेरै त्यो अलग छ, स्पेशल इन्भेस्टिगेसन हुन्छ र त्यसमा स्पेशलिस्टले पास गरे भने पास हुन्छ। ओके, जो फेरि मेडिकलमा पनि पास हुन्छ। हामीले यो साथमा फेरि डकुमेन्टेसन पनि गरिरहेको, डकुमेन्ट चेक गर्छ। डकुमेन्ट तपाईको 10 पास को सर्टिफिकेट मिनिमम हुनु पर्यो जसको जीडी मा आउँछ। बाकी टेक्निकलको लागि 12 पास को सर्टिफिकेट हुन्छ र जो पर्सेन्टेज निर्धारित गरेको छ त्यो हुनु पर्छ। त्यसको मार्कसिट हुनु पर्यो, क्यारेक्टर सर्टिफिकेट बनाउनु पर्छ। जो स्कुलमा पढ्दै हुनुहुन्छ, कलेजमा पढ्दै हुनुहुन्छ त्यहाँबाट क्यारेक्टर सर्टिफिकेट ल्याउनु पर्ने हुन्छ। ठीक छ, पुलिसको क्यारेक्टर भेरिफिकेसन सर्टिफिकेट ल्याउनु पर्ने हुन्छ। त्यसको बादमा एफिडेभिट ल्याउनु पर्छ। अग्निवीर एफिडेभिट भनेर कोर्टले बनाइदिन्छ, 10 रुपैयाँको स्ट्याम्प पेपर लगाएर बनाइदिन्छ, त्यो ल्याउनु पर्ने हुन्छ। त्यसमा मेन्सन हुनुपर्छ कि आई फलाना इज विलिङ टु जोइन इन इन्डियन आर्मी एज एन अग्निवीर भनेर मेन्सन गरेको हुनुपर्छ है। उसको बाद तपाईको अगर कसैको बाबा एक्स आर्मी हुनुहुन्छ या सर्भिङ हुनुहुन्छ भने उहाँहरुकोसँग रिलेसन सर्टिफिकेट बनाएर ल्याउनु भयो भने तपाईले बोनस पोइन्ट 20 पोइन्ट पाउँछ, त्यो ल्याउनु पर्छ। यदि कसैले एनसीसी गरेको छ, तपाईहरुले चाहिँ कोही एनसीसी गर्नुभएको छ अनि तपाईको भने एनसीसी सर्टिफिकेट ल्याउनु पर्छ। एनसीसी को ए सर्टिफिकेटले 5 पोइन्ट बोनस हुन्छ। त्यसमा चाहिँ भर्बल नन भर्बलको टेस्टहरु आउँछ। तपाईले त्यसमा अगर अभ्यास गरेपछि अगर पास भयो भने तपाईलाई फर्दर टेस्टको लागि त्यहाँ रिटेन गरि जान्छ। अगर जो स्क्रिनिङमा आउट हुन्छ त्यही दिन आफ्नो समय लिएर घरतिर वापस आउनु पर्छ। बुझ्नुभयो? नमस्ते, गुड मर्निङ। म नर्की वाङली हो, टिचर इन्चार्ज भिजनरी डिग्री कलेज। अनि आज हाम्रो कलेजमा जीआरडीबाट आर्मी पर्सनलहरू आउनु भएको छ। अनि अन बिहाफ अफ भिजनरी डिग्री कलेज हामी उहाँहरूलाई वेलकम पनि गर्दैछौँ। अनि सेसन भइरहेको छ। अनि यो सेसन चाहिँ आर्मी को जति पनि रिक्रुटमेन्टहरू हुन्छ त्यसको अवेरनेस सेसन हो। अनि स्टुडेन्ट्सहरूलाई एकदमै बेनिफिसियल हुन्छ, किनभने यहाँबाट अ लट अफ स्टुडेन्ट्स एभ्री इयर उनीहरू आर्मीको लागि उनीहरूले कोसिस गर्छ है। कतिजना छुटेर जान्छ, के केले गर्दाखेरि कतिलाई थाहै हुँदैन कतिवटा प्रोसेसहरूको बारेमा। सो हामी एकदमै उहाँहरूलाई ग्रेटफुल छौँ कि उहाँहरूले आज हाम्रो यहाँ कलेजमा आएर हाम्रो स्टुडेन्ट्सहरूको लागि एउटा अवेरनेस है, सबै कोर्सेसहरूको बारेमा एलिजिबिलिटी अनि के कस्तो हुन्छ स्टेप बाई स्टेप प्रोसेसहरू उहाँहरूले हामीलाई बताइदिनु हुँदैछ। अनि फेरि पनि कलेजको तर्फबाट धेरै धेरै धन्यवाद। मेरो नाम चाहिँ समीक्षा छेत्री। म चाहिँ भिजनरी डिग्री कलेजको 3rd इयर स्टुडेन्ट, पोल साइन्स डिपार्टमेन्टबाट। आज चाहिँ हाम्रो कलेजमा चाहिँ एउटा अवेरनेस टाइपको सेमिनार भएको थियो। अन्त हाम्रो सेमिनारमा चाहिँ जीआरडीको अफिसर्सहरू आउनुभएको थियो। अन्त उहाँहरूले चाहिँ हामीलाई इन्डियन नेभी, इन्डियन एयरफोर्सहरूको बारेमा पनि राम्रोसँगले फर्दर करियरमा के गर्नुपर्ने भनेर राम्रोसँगले एक्सप्लेन गर्नुभयो। अन्त थ्याङ्क यू सो मच हामीलाई गाइड गर्नुभएकोमा, अन्त राम्रोसँगले हाम्रो फ्युचरको लागि एक्सप्लेन गरिदिनु भएकोमा धन्यवाद। Good afternoon everyone. My name is Shivan Nembu and I am studying in Degree College, 2nd year in Political Science. र आज भने है माथि जीआरडी गुमबाट टिचरहरू आउनुभएको थियो हाम्रो कलेजमा र उहाँहरूले चाहिँ हामीलाई आजको दिनमा एउटा सेमिनार नभई एउटा यो करियरको बारेमा पनि जानकारी दिनुभयो। र यो करियर मतलब अग्निवीर नभए पनि अरू यो अनि नेभीको बारेमा पनि जानकारी दिनुभयो। र म यति नै भन्न चाहन्छु, तपाईँहरूले आइदिनु भयो अनि हामीलाई यो सहयोग पुर्याइदिनु भयो।